हेलो सोल्टा सोल्टिनी हो के छ सन्चै आरामै हुनुहुन्छ। यो भिडियोमा हामी कुरा गर्दैछौँ नेपालको एक्सन स्टार विराज भट्टको न्यू अपकमिङ मुभिज आउँदैछ राम नाम सत्य। त्यो मुभिजको टिजर आएको 2 हप्ताभन्दा माथि भइसकेको छ अनि त्यो मुभिजको दुईवटा सङ पनि आइसकेको छ अनि यही टिजरको बारेमा हामी कुरा गर्दैछौँ। यो टिजरमा हामी नयाँ के हेर्न पाउँछ हैन, हामीले नयाँ के हेर्न सकिन्छ अनि यो टिजरमा कुन मुभिजको कपी गएको छ या गएको छैन अनि मिस्टेक छ कि छैन यो टिजरको बारेमा हामी कुरा गर्छौँ र सङको बारेमा पनि हामी कुरा गर्नेछौँ। त्यसैले सोल्टा सोल्टिनीहरू प्लिज होइन भिडियो लास्टसम्म हेरेर मलाई साथ दिनु होला अनि प्लिज सोल्टा सोल्टिनीहरू च्यानललाई सब्सक्राइब गर्नु भएको छ भने च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला। यो टिजरमा मैले भिडियो बनाइसकेको छु, त्यो भिडियो च्यानलमा छ। प्लिज तपाईँहरू अहिलेसम्म हेर्नु भएको छैन भने च्यानलमा गएर त्यो भिडियो हेरिदिनु होला। अनि यो टिजर भनेको 2 मिनट 5 सेकेन्डको छ अनि टिजर भनेको एकदम दामी छ, बवाल छ, कुनै त्यसमा डाउट छैन, कुनै शङ्का पनि छैन। त टिजर मैले हेर्दाखेरि मलाई कुनै कुनै चिज होइन नेपालमा पहिलोचोटि सायद आउँदैछ होइन, हामीले देख्न मिल्छ जस्तो लाग्छ र कुनै कुनै चिज भनेको इन्डियन मुभिजबाट कपी गएको जस्तो मलाई लागेको छ होइन, इन्डियन मुभिजबाट सिकेको जस्तो लागेको छ होइन। अब यो टिजरमा देखाएको छ गुन्डाहरूले मास्क लगाएको हुन्छ अनि पुरा एक लाइनमा उभिएको हुन्छ अनि यो सिन भनेको इन्डियन मुभिजको एनिमल मुभिज आएको थियो रणबीर कपुरको, त्यो मुभिजको मलाई अलि सिन जस्तो होइन लागेको छ होइन, अलिक कपी जस्तो गएको छ या त्यहाँबाट सिकेको जस्तो छ। अनि अब अर्को कुरा गर्ने हो भने सुनिल थापाले मेसिन गन्ज लिएको हुन्छ पुरा होइन, अब हानिराखेको हुन्छ, त्यो पनि केजिएफ मुभिजबाट कपी गयो जस्तो मलाई लागेको छ होइन या सिकेको छ होइन। त्यस्तो पनि अब इन्डियामा त्यो मेसिन गन्ज धेरै मुभिजमा देखाएको छ होइन। हाम्रो नेपालमा यो पहिलो मुभिज हुन्छ जसमा मेसिन गन्ज देखाउँछ होइन, हामीले हेर्न पनि पाउँछ। न त नेपालमा अहिलेसम्म कुनै मुभिजमा पनि मेसिन गन्ज भनेको देखाएको थिएन होइन, मैले कुनै पनि मुभिजमा हेरेकै छैन होइन अहिलेसम्म कि मेसिन गन्ज देखाएको। नेपालमा पहिलोचोटि राम नाम सत्य मुभिजको टिजर मैले हेरेको मेसिन गन्ज देखाएको छ होइन। अनि म एकदम खुसी भएको छु कि हाम्रो नेपालको फिल्म पनि अब धेरै माथि जाँदैछ भनेर। तर मलाई अलिकति दुःख के भएको छ भने यो टिजर आएको 2 हप्ताभन्दा माथि गइसकेको छ तर भ्युज भनेको 1 मिलियन पनि पुगेको छैन होइन। त्यसमा मलाई अलिकति कस्तो नराम्रो फिल भएको छ होइन। 7,75,000 जति मात्रै यसको भ्युज भएको छ, मिलियन पनि पुगेको छैन। यो टिजर अनुसार होइन, यो टिजर अब जति राम्रो थियो अनि विराज भट्टको नाम पनि होइन एकदम धेरै छ नेपालमा होइन, एकदम सुपर स्टार हो होइन, अब त्यसले किङ स्टार पनि भन्छ, एक्सन स्टार पनि भन्छ होइन। अब यस्तो नाम धेरै भएको जब हिरोहरूको कुनै अब मुभिज आउँदैछ भने त्यसको टिजर होस् या सङ होस् सबैमा भनेको मिलियन भनेको टपिहाल्नु पर्थ्यो, तर टिजरमा मिलियन पुगेको छ नि, त्यो अलिकति मलाई कस्तो अलिकति नराम्रो जस्तो लागेको छ। यो मुभिजको पहिलो सङ आएको थियो धागोले बाँटेको र त्यो सङ आएको 1 महिनाभन्दा माथि भइसकेको छ अनि यो सङ भनेको एकदम सुपर डुपर हिट भइसकेको छ। मैले पनि धेरैचोटि सुनेको थियो होइन अनि अहिले पनि म बिचबिचमा सुनिराखेको हुन्छु अनि यो सङ भनेको एकदम दामी छ र यो सङ भनेको टिकटकमा एकदम भाइरल भएको थियो, एकदम ट्रेन्डिङ भएको थियो होइन। अनि यो सङमा अहिलेसम्म भ्युज भनेको 5 मिलियन भन्दा बढीको भ्युज छ होइन, मान्छेहरूले 5 मिलियन भन्दा बढी हेरिसकेको छ र यो सङ भनेको एकदम दामी छ होइन, सुपर डुपर हिट भइसकेको छ। यो मुभिजको जो अर्को सङ आएको थियो हुम्लाको लिमी, त्यो सङ आएको 8 दिनभन्दा माथि भइसकेको छ। त यो सङमा पनि भ्युज भनेको धेरै आएको छैन, भ्युज भनेको मिलियन पनि टच भएको छैन होइन, यो सायद 1-2 दिनमा मिलियन टच भइहाल्छ होइन। त यो सङ अब धेरै मान्छेले मन परायो होला, धेरै मान्छेले मन नपरायो होला। मलाई मन परेको होइन यसको टिजर अनि धागोले बाँटिएको सङ होइन, मलाई लास्टै मन परेको छैन, बिचबिचमा अहिले पनि मैले सुनिराखेको हुन्छ। अनि तपाईँहरूले टिजर अनि सङ भनेको कस्तो लाग्यो होइन त्यो भनेको कमेन्ट गरिदिनु होला। अनि प्लिज सोल्टा सोल्टिनी हो तपाईँहरूले भनिराखेको हुन्छ कि विराज भट्टको फ्यान हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला के होइन। तपाईँहरूले भिडियो हेर्छ त यार सब्सक्राइब गरिदिनु कि, छिटो छिटो सब्सक्राइब गरिदिनु त सोल्टा सोल्टिनी हो। ए ल छिटो गरिदिनु त।